पुरस्कारको व्यवस्था गर्नुपर्छ। छोड्दैन भन्छन् चखेवा चाहिँ मायालाई छुट्दै छुट्दैन ऱ्यापिङ गर्नलाई लाग्यो गाडीमा माथि डाँडा कति लाग्यो अब माथिबाट झर्ने अहिले चढेर ऱ्याफ्टिङमा बोटमा सबको ल ल तिमी त चिलमा छौ नि आज सबैभन्दा एक्साइटेड हाम्रो भाइ हो। हाम्रो टोलीहरू है 3 टोली यता भाइ यता ल यो बोकेर लाग्यो अब ऱ्याफ्टिङ हान्न लाउँदै ऱ्याफ्टिङ टोली लाग्यो याङ्जु आज गोल हान्नुपर्छ है भित्रै है आइपुग्यो है अब हाम्रो नदीमा एकदम हेर्दा त यस्तो हल्का छ तर धेरै भारी बेसी हो यहाँदेखि ऱ्याफ्टिङ ल यहाँदेखि चिप्लाउने हो बिस्तारै बिस्तारै हाम्रो यस्तो छ सरी खतरनाक खतरनाक एकदम डेन्जर ढुङ्गा यहाँको यो ढुङ्गाहरू चाहिँ एकदमै पुरानो यो जुवालामा मुखी विस्फोट हुँदाखेरिको चट्टानहरू अरे यो ओ भाइ यता 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 क्यामेराम्यानको त आउँदैन नि त फेरि गाह्रो छ नि त Yet we handle the Korean different toली एउटा टोली त्यो गठामा आएर पल्टेको हुनाले हामी उतालाई रेस्क्यु गर्नको लागि जाँदैछौँ किनभने भएर बोटिङ लिएर रेस्क्यु गर्नको लागि हामी चाहिँ उद्धार गरेर आइपुग्यौँ होइन यो टोलीहरूलाई हामीले उद्धार गरेर लिएर आएको सबै लडेर यहाँनिर बुढेहरू पुरै डरले यहाँनिर जहाज जहाँ चढ्दैन प्लेन बोला भन्दैछन् होइन तर पनि यहाँनिर लिएर जाँदैछ अब गर्मी भयो ओ भाइ के छ नि तिमीले पौडी हाल्यौ हामीले वहाँनिर ल एकदम दामी अगाडिबाट बब्बाल अब यहाँ दिँदैन एकदमै आँखै मात्रै आयो अप्रो खाजा गाइज होइन यस्तो मजा आएको छ नि यो भ्यू हेर्दै हेर्दै भाइ के छ भनाइ भन त ओ दाजुभाइ अनुहार एउटै हो त्यही त भन्दैछु अनुहार एउटै त्यही त कुरा म अहिलेसम्म नबोलेको त्यही हो कि बुढो ज्याङको छ
हामीलाई त बुढोको बल खेल्छ जस्तो छ यार आफूलाई यत्रो छ यार चलो 이게 안 좋은 거야 무죠 이거 레드 이 옐로 아 레드 तल पनि हाम्रो हैन पर्खिरहेको छ तिनीहरूले मूल सामान बनाउन ल ल्याक सबै हाम्रो टिममै हो त्यो टिम किने अझ हामी फेरि अझै एक टिम पनि छ स्टार्टिङ जिन्दगीको पहिलो पटक जिन्दगीको पहिलो पटक हाम्रो जिन्दगीको पहिलो पटक फोटोग्राफी गरेको छ डर पनि लागिरहेको छ के गरौँ डर लागेको छ एकदम गहिरो छ कि एकदम गहिरो हाम्रो नेपालको तिरछुली नदी छ नि तिरछुली नदी 20 मिटर भन्नु न तिरछुली नदी जस्तो 20 मिटर तिरछुली जस्तै So finally guys चप्पल भाई साहब खतरा छ यार ल पानी पुग्छ त पानीमा 1 2 3 त्यहाँ उभिएन छैन पानी त्यो ढुङ्गा चाहिँ चिप्लो छ ए मलाई त्यति पानी भिडियो आउनु सकिरहेको हेल भाइ हेल यहाँ भाइरल भिडियो अब पौड अलिअलि हेल न आइहाल्छ म यहाँ भन्दै छु उल्टी सुल्टी सबै घुमिसक्यो त्यहाँसम्म आउँदा हामी चाहिँ यस्तो दामी ठाउँमा आएर बसेका छौँ नि यो यस्तो दामी भ्युजमा है यहाँबाट हामी कति किलोमिटर यहाँबाट कति किलोमिटर थियो होला लगभग हो साथी त नि गयो त्यहाँ चाहिँ भङ्गालोमा चाहिँ उता घुमाउँछ साथी गयो यस्तो दामी स्विमिङ आज बब्बाल ऱ्याफ्टिङ फर्स्ट ऱ्याफ्टिङ फर्स्ट बब्बाल त्यसपछि अब स्विमिङ एकछिन उता उनीहरू कस्तो दामी ठाउँमा फोटो यता आइज यता आइज बल गर के यही हो बेला बल अर्को आउँदैछ एकदम भिडियो बगायो यसलाई बगायो फेरि उता पो जाँदैछ अब उतै जाँदा हामी अहिले उतै भेटौँला त्यहाँ पनि उच्चै रहेछ त आइज ल यताबाट आइज
ओहो कमान्डो 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 वाह गाडी 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 आयो यहीबाट जाउँ न तल जाइब्रो जाइब्रो आउनु मिल्छ हैन उले यस्तो बेगेर ल्याउँला यहाँबाट ल सेट त चिप्लो छ नि यहाँ यहाँ छ त्यहाँबाट आउनु त गाह्रो हुन्छ यार निकै गाह्रो हुँदो रहेछ यार फेरि उता गएर यता आउन त निकै गाह्रो हुँदो रहेछ यार ल भाइ तिमी जो तिम्रो बनाइदिन्छु हजुर यो चिप्ल्यो है यो अलिक क्लिक भइसक्यो हाम फालेको त कसरी नै हाल्यो हाम फाल्छ जुम गरेर खिच्दैन मजाले कहाँ छ यो मान्छे कहाँ पुग्यो यार ए ल भाइ भाइ त्यहाँ उनी यता उता त्यो मान्छे आउन सक्दैन क्या हो बुढा बुढी भयो ठाउँमा त्यहाँ ढुङ्गा छ आऊ त्यहाँबाट रेडी ल ल जाउँ रेडी गयो ल काइदा एकैचोटि पुग्यो साथीले फर्स्ट टाइम जाउँ हामीले त्यो भन्दै रेडी तर म सँगै जाउँ ल फोटो खिच्दै जानुपर्छ भित्रै कता छ हौ मान्छे यार आए कता गयो कि मिस्टर किरण गयो गयो अब हामी यहाँबाट बाहिर निस्किँदैछौँ किरण गएपछि हामी सो त फारो जानेछौँ गयो पौडी खेलेर हामी अब होइन देखिँदैछ हामी अब पौडी खेल्दै जाँदैछौँ गाइज पौडी खेल्दै जाँदैछौँ यहाँदेखि लगभग कति 50 मिटर 60 मिटर जति पर लेट्स गो म हिँडेँ है ल त अनि आइज है बिस्तारै स्पिडमा नदा सँगै जाने गाइज हामी पौडी खेल्दै योभन्दा मजा चाहिँ के छ ढुक्का रहेछ
योभन्दा मजा हामीलाई केही चाहिएको छैन एकदम बिल्ला नडुबिन्छ कुल चिलमा गाइज होइन यस्तो आनन्द छ एकचोटि डुबुल्की मारौँ न हाँसले टाउको त्यो निउराको जस्तो मात्रै पोत नडुबिने रहेछ समात्दैछ है केटाहरू केटाहरूले माछा खुब देखेको छ यहाँ कति समातेर ल्याउँछन् हेरौँ ल है यिनीहरूले माछा कतिवटा समात्दो रहेछन् कतिवटा आउँदो रहेछ कतिवटा आयो 0 होइन एउटै रहेनछ यार ए एउटा हो कहाँ गयो त मुलबाट आएको पानी है ए सक्यो स्क्रिप्ट एकजना बराबर सकेछ अब यता राम्रो भयो कि राम्रो भयो दामी सोध्यो कि दामी सोध्यो अब भोलिदेखि गुटुङटुङ त्यही हेर्नै बस्ने हाम्रो काम भोलिदेखि त यही 4 महिना बस्ने 4 महिना पुग्छ पुस्तकमा मात्रै मौका मिल्छ नि त्यस्तो हो ल ठिक छ ल गरिरहेको छ स्क्रिप्ट सम्झिहाल्यो फेरि मोबाइल झर्छ है होसियारै मोबाइल झर्छ है होसियारै हो यो पुल चाहिँ भयङ्कर है हाइटमा एकदम डरलाग्दो भ्युजमा छ है यस्तो डेन्जर भ्युजमा छ कि धेरै तल छ गहिरा यसको देख्न सकिन्छ फेरि तिमीसँग बोल्छु म जुनले डहागर छ मुटु भित्र राख्छु तिमीलाई आऊ बसाइ सारा धेरै नजर लाग्ने हो कि लाग्छ मलाई डर फुललाई छोयो तिमीले फुलै माया भो पातलाई छोयो फेरि पातै माया भो तिमीसँगै पिरातीको डोरी बाटौँ क्यारे मिल्छ भने साथै जुनी सँगै काटौँ क्यारे त्रिशूली बगेर मर्स्याङ्गीमा झरे
तिमी सौदै जाउन माया जिन्दगी बिसाउँदै छुरीको घर गुडैमा भए हे माछीको घर देउमा तारा जुन आकाशमा भए हे बगैँचामा फुल आशयासमा हिँडिरहेछु म पाउन यहाँ के छ र भागी जाऊँ तिमी र म संसारको रीत यस्तै नै हो सबै छाडी जाने